हेलो गाइज, वेलकम टू माई अनदर न्यू भ्लग। आज हामीहरू जाँदैछौँ कहाँ रे घुम्न हैन? कमतारको टुप्पोमा अरे केटाहरू लिएर जाँदैछन्। हेरौँ कहाँ लिएर जान्छन्। अब छोटो मिठो भिडियो। ओके गाइज, बाई बाई होइन, हेर्दै जानुस् केटाहरू कहाँ लिएर जान्छन्। यस्तै छ मलेसियाको पारा हैन। हेर्नु हाम्रो पत्लु भाइ पनि छ यही। यहाँ हेर्नु पत्लु पनि छ हाम्रो पत्लु भाइ। हाई गरिदे पत्लु। कता उल्टाबाट नि मुख देखाएर नि। यो हाम्रो सोल्टी प्रेम सोल्टी हिरो पारा। पेट पनि पेट देखाइरहेछन्, ठुलो भइसक्यो अरे। ल ठिकै छ। हेर्नुहोस् यो मस्जिद हो हैन। रातभरि टाइममा कराइरहेको छ। यस्तै छ। हेर्नुहोस् नाइस प्लेस गाइज। आज मौसम पनि कति राम्रो छ, मस्त छ। हेर्नु त बादल लागेको छ अलिअलि। यस्तै छ। ठाउँ पनि जे होस् राम्रो छ। यहाँ घरहरू पनि राम्रो छ, नयाँ छ। त्यो हामी आउनुभन्दा पछिबाट बनेको कति 2-3 साल भयो। पुरा एकदम रेडी भएर नि चलिसकेछ। चलेको नि लगभग 1 साल हुन लाग्यो यो होटल। 3 साल भयो बनेको। यस्तै छ गाइज, यस्तै छ हैन। यस्तै छ गाइज, के गर्ने यहाँको पारा। अब रोड कट्नु पर्ने छ। जेब्रा क्रसिङबाट हामी जाँदैनौँ के, हामी नेपाली पर्यन्त नेपाली हो चान्स पाए गर्छ। जेब्रा क्रसिङबाट जाने होइन, सिधै यो जेब्रा क्रसिङ त्यहाँनिर छ। तर नजाने नेपाली हो नि, नेपाली होइन फेरि। हेर्नु कति राम्रो छ परेवाहरू। परेवा यो साँझमा यहाँ धेरै मान्छेहरू बसेको हुन्छ, राम्रो हुन्छ, हावा पनि चल्छ। सररररर यो पार्क भनेको सबै बल्ल केटाहरू लाइनमा आयो, बल्ल यहाँ पार्कमा छन्। कहाँ जाने र कताबाट जाने हो खै। हेर्नु त अङ्कल पनि कस्तो के खतरा बाइकले कसरी धानिरहेछ क्या हो। होइन जबरजस्ती धानिरहेछ बाइकले नि। मस्त छ। आज मौसम पनि चङ्गा छ गाइज। यस्तै मौसम हुनुपर्छ के। होटल पनि खतरा देखिरहेछ हो। यहाँ हाम्रो नासी काण्डार छ। नासी काण्डार हो कि काण्डार हो? दामी यहाँ हाम्रो। सो यस्तै छ गाइज होइन। यस्तै छ, के गर्ने। रमाइलो छ। आज बिहानको ड्युटी थियो, बिहान ड्युटी गरेर अब एकैचोटि साँझतिर जाने। ठिकै छ भनौँ, रमाइलो छ। अनि दुईवटा केटाहरूको छुट्टी छ आज। यो त भर्खरै सुते थियो, भर्खरै उठाएर लिएर आएको 2-3 बजेतिर। भन्छ चाहिँ खाना नि खाएको छैन अरे। यस्तै छ। रातभरि के गर्छ थाहा भएन। राति आउँछ हामी टिम पनि। यस्तै छ। यहाँ बस पार्क नि आयो। बस पार्कमा नि धेरै मान्छे छन्। साइकल पनि यहाँ पैसा हालेर साइकल पनि चलाउन पाइयो। साइकल कुदाउने। सररररररर 7-11 त थाहा होला नि गाइज। यो त जहाँ पनि छ, जुन देशमा, नेपाल छोडेर, नेपाल इन्डिया छोडेर युरोपहरूमा छ। युरोप यस्तै छ। पारी जाने हो र माथिबाट जाने?
पुलबाट जाने जाम पुलबाट केटाहरू त्यसको माथि जान भने छन् पैसा छैन गाइज के गर्ने महँगो लिन्छ त्यहाँ 200-300 कति लिन्छ बढिसकेछ दाम पनि कहाँ जान सकिन्छ हो हामी यहाँ छ्याउ छ्याउ गरिरहेछन् नाक समातेर के हो रुगा लायो छिटो 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 हाँसिरहेछ एकजना यहाँ पत्लु पत्लु सेरे हाँसिरहेछ हाम्रो पारा गरिदेऊ त एकचोटि उसले त पाडा भन्छ त पारा होइन पाडा तरकारी के भन्छ पत्लु के अरे तरकारीलाई पनि तडकाडी भन्छ तडकाडी यस्ता मान्छे छन् कमेडी मान्छे कमेडी हेर्नु कति राम्रो राम्रो ब्याग छ गाइज यस्तै छ हेर्नुस् यहाँ यो के पुलिस चौकी होइन यो हरियो ठुलो छ त यस्तै छ अस्ति त्यो ठुलो बिल्डिङ म त देखेको थिएन अहिले देखिरहेको छु त्यो भर्खर बनेको हो क्या होइन नयाँ त्यो ठुलोवाला हो र ल केटा हो ल साथीहरू गाइज अब यहाँ पनि अब ठुलो ठुलो बिल्डिङ बन्न लाग्यो हामी बस्ने ठाउँमा त सानो सानो 1 तल्ले 2 तल्ले मात्रै छ त्यही पनि खपडाले छाएको यस्तै छ फेरि रिसाउला नि यता भिडियो बनाएको छ भनेर डर पनि लाग्छ त्यही भएर अलि भिडियो पनि हाल्दैन के म कति राम्रो केटी हो कति राम्रो केटी हो पत्लु हाई गरिदेऊ कस्तो पछाडिबाट गर्छ अगाडिबाट ल छिटो छिटो म त तर्सेको यार के खस्यो भनेर हेर्नुहोस् न कति राम्रो राम्रो छन् के यस्तै छ गाइस के गर्ने होइन अब केटाहरू कहाँ लिएर जान्छन् फेरि चाँडै आउनुपर्छ राति पनि अलि ढिलै सुत्यो राति लगभग कति 2 बजेतिर सुते अनि 7 बजेतिर उठेर आँखा पनि भित्र गइसकेछ के गर्ने गाइस नसुतेर यस्तै छ हेर्नु ओल्ड हेरिटेज यहाँको एन्टिक हाउस मान्छेहरू यही हेर्नलाई आउँछन् कहाँदेखि बाफरे कपडा पनि कति महँगो हो यत्रो ब्याग 10 रुपियाँको अरे बाफरे कति महँगो छ गाई सकिँदैन नेपालमा सम्झिनु जस्तो नसम्झिनु होला यो 28 रुपियाँ लेखेको होइन फेरि नेपाली होइन रिङ्गेट हो रिङ्गेट मलेसियन पैसा नेपालको फेरि नभन्नु नि 28 रुपियाँ 10 रुपियाँ कति सस्तो अब हुन त अब साँच्चै गाइज हेर्नु यहाँ हाम्रो न्यू रोड यस्तो भइसकेछ आजभोलि पुरा एकदम चकाचक हाम्रो बालेन सरजीले पुरा टल्काइसक्नु भएको छ न्यू रोड होइन यस्तो आकाशे पुल पुरा पनि बनिसकेछ चारैतिर कति राम्रो न्यू रोड अरे दिस वान इज न्यू रोड यतैबाट हिँड्न न कहाँ रे लिफ्टबाट केटाहरू यस्तो अल्छी भइसकेका छन् यति मात्रै हिँड्न सकेका छन् लिफ्टमा जाने अरे तै तेरिका हेर्नु गाइज यही छ यही माथि नै छ धेरै छैन धेरै भए 10 वटा सिडी होला फर्याक स्टेप त्यही पनि यो पत्ले मान्छेले जाँगर छैन यसको हेर्नु न यस्तो गइसकेको छ भित्र
यहाँ छ यो गाइस के छ पारा चिकन लिपको बनाउन त दामा यस्ता केटी छन् यहाँ केडी ओ तेरिका केडी छ यस्तो छन् के हेर्नु न यही माथि हिँडेर सक्दैनन् के आउन हेर्नुहोस् कति राम्रो छ यहाँ जाम न कता जाने पैसा आछ नि त उसको हिजो भर्खर हालेछ पैसा चाहियो भने भन नम्बर यो हाम्रो न्यू रोडको माथिको पुल यो उता जाने यो यता जाने हाम्रो बालेन सरजीले राम्रो बनाउनु भएको छ जे होस् धन्यवाद है बालेन सर हेर्नु यहाँ के हो यो यस्तै हुन्छ कारहरू बापरे हेर्नुहोस् त ओ तेरी कारहरूको लाइन भोक लाग्यो अरे लिफ्टमा जाने होइन अहिले लिफ्टमा जाने अरे फेरि अहिले यहाँ बस न यहाँबाट सर जाने के हिँड्न पनि पर्दैन सर यहाँ बसेर सिधै तल यस्तै छ गाइज यस्तै छ रमाइलो छ जे होस् रमाइलो भइरहेछ र रमाइलो पनि छ यहाँ हाम्रो ठाउँमा आउनु होला घुम्न यसो कमतान भनेर त सबैले चिन्छन् कम्तार भनेको फेरि आफ्नो कम्तार सम्झिन्छ नि कम्तार भनेको मान्छेले चिनिन्छ तर होइन कमतार भने त कमतारै हो नि मात्र चिनिन्छ यस्तो हो होइन होला फेमस छ नि त पारितिर होइन नपाउने ठाउँतिर फेमस छ पाउने ठाउँतिर छैन त्यति छैन यही हेर्नुहोस् गाइस यहीबाट अघि देखाएको त्यो टप बिल्डिङमा माथि जाने अरे गराइरहेछ पैसा तिर्दियो जाम फ्री हो जाम न त्यहाँबाट घुमेर जाम न त्यहाँसम्म के चप्पलमा जानु त्यो पनि चाहिँ चप्पलमा गइरहेछ त केटाहरू डराए गाइज के कसरी भन्छ अरे ओके गाइज ल भिडियो पनि अब धेरै ठुलो भयो आजलाई यति ल अब फेरि अर्को भिडियोमा आउँदै गर्छ यस्तै रमाइलो भिडियो र सबैजनाले लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ एभ्री वान गाइज थ्याङ्क यू